अब मैले ल्याउनु पर्दैन भनी घरको माटो हो बिना त्यो अहिले लाउने कि पछि लाउने घरको माटो गोइनापुरको ए बोकेर हिँडेको छ गोविन्दपुरको माटो अलिकति खनेर लाउनु नि दर हो कि त्यस्तै लाउनु हो पर्खिन भोलिपछि उसमा पो हाल्नुपर्छ चिलाएको थिएन ऊ पनि ल्याएछ त्यो के हो यो लड्डु पनि छ सबै थोक छ लड्डु यहाँ 3.5 किलो लड्डु छ दिदी तपाईँको भागमा आधी किलो चाहिँ लड्डु छ भिनाजुको भागमा आधी किलो अनि हामी दुईजना आधी किलो लगभग 2 किलो सकियो 4 जनामा अब अलिकति अब 1 किलो 1.5 किलो चाहिँ यसो यहाँ दिएर यसैले गर्दा दिदी काम रोकेको मेरो अरू ढिला भएको यो यति कोल्ट्यो क्या जब यो सिधा नभइकन नक्सा पनि भोलि बाङ्गो हुन्छ होइन घरै बाङ्गो त्यही भएर यसको सिधा हुनु हुनु पर्थ्यो मान्छे काठमाडौँ गइदियो क्या बिचमा